फाइनली जिनेदिन जिदान फेरि पनि एकचोटि फ्रान्सको स्क्वाडमा फर्केका छन्। यो बाजी एज अ प्लेयर रहेन, यहाँ हेड कोच बनेर फर्केका छन्। यो 2026 को वर्ल्ड कप सकेसँगै त्यहाँका हेड कोच डिडर डेस्च्याम्पले यहाँबाट बिदा लिइसकेपछि फेरि पनि फ्रान्स फेडरेसन एफएफए फुटबल सङ्घले त्यहाँ भित्रै सकेका छ। फेरि पनि यहाँ पुनरागमन गरिसकेका छ जिदान अर्थात् जिजुको। यो उसको ठुलो जम हुनेवाला छ, किनभने आफ्नो देशलाई वर्ल्ड कप जिताइसकेको प्लेयरलाई फेरि पनि आफ्नो देशमा एज अ हेड कोच बनाएर ल्याउनु पाउँदाखेरि यहाँ फ्रान्स फेडरेसन पनि खुसी छ भन्ने कुराहरू बजारमा आइसक्यो। यहाँ हिजोको प्रेसिडेन्सले नै बताइसकेका छ। अब यहाँ जिदानको कोचिङ करियरको कुरा गर्ने हो भने जिदानले अहिलेसम्म एउटा क्लबलाई मात्रै कोचिङ गरेको छ, त्यो हो रियल म्याड्रिड। त्यो पनि नेसनल होइन, त्यो त क्लबलाई, जुन चाहिँ 2016 देखि 2021 सम्म 2टा कार्यकालमा ब्याक टु ब्याक 3टा च्याम्पियन लिग जिताएको छ। त्यहाँ जुन चाहिँ क्लब हिस्ट्रीकै रेकर्ड बन्यो नि त, जुन चाहिँ ब्याक टु ब्याक च्याम्पियन लिग 3टा जित्ने भनेको 2016, 17, 18 जितायो। त्यहाँबाट ऊ चम्केको छ, तर उसले कुनै पनि अरू क्लबलाई कोचिङ गरेको छैन। रियल म्याड्रिडको उसको कोचिङ करियरको कुरा गर्ने भने यहाँ त वर्षा ट्रफीको वर्षा गरेको छ। 2016 देखि 2021 सम्म यहाँ कोचिङ गर्दा के पायो भनेर कुरा नै गर्ने हो भने युएफए च्याम्पियन लिग मात्रै जम्मा 3टा ब्याक टु ब्याक 2016, 2017, 2018 जिताएको छ भने लालिगा मात्रै 2चोटि जिताएको छ, 2017 र 2020 मा जिताएको छ। अनि क्लब वर्ल्ड कपको कुरा गर्ने हो भने 2टा जिताएको छ। अर्को त्यसै गरी सुपर कप 3चोटि जिताएको छ, जुन चाहिँ रियल म्याड्रिडको हिस्ट्रीकै सबैभन्दा धेरै ट्रफी जिताउने कोच एज अ कोचको रूपमा उसले साबित गराइसकेको छ नि त आफैले, किनभने 11 ट्रफी जिताएको छ। जुन चाहिँ यो 11 ट्रफी एउटा कोचले यत्रो कम समयमा 11 ट्रफी जिताउनु भनेको, अब उसको ट्याक्टिक त थाहा नै पाइहाल्नुभयो होला। त्यो जुन खालको उसको करियर थियो नि रियल म्याड्रिडमा एज अ कोच, जुन चाहिँ पास त रोनाल्डो, अन्ली पास रोनाल्डो, अरू जस्तै खेल जेसुकै खेल तर बल निकाल्नु पर्यो रोनाल्डोलाई भन्ने उसको थ्योरी नै थियो नि त जिजुको। अब एज अ कोचको करियर त उसको यस्तो रह्यो भने अब उसको वर्ल्ड कप पनि खेलेको छ। उसले यहाँ कोच हुनुभन्दा अगाडि प्लेयर एज अ प्लेयर भएर आएको। अब फ्रान्स नेसनललाई उसको फ्रान्सको हिस्ट्रीकै सबैभन्दा पहिलो वर्ल्ड कपै उसले जिताएको, जुन चाहिँ 1998 मा जुन आफ्नो होम क्राउडमा जिताएको थियो। त्यसमा ब्राजिलको एगेन्स्टमा 2वटा हेडर मार्फत गोल गरेर आफ्नो घरेलु समर्थकलाई फ्यानलाई आफ्नो होम ग्राउन्डमा यो खालको खुसी दिनु भनेको जिजुले मात्रै गर्न सक्छ, जुन चाहिँ उसले त्यो गरेको थियो। उसले वर्ल्ड कप 3टा मात्रै खेल्यो, जुन चाहिँ 2098, 2002 र 2006, जसमा उसको कुरा गर्नुपर्ने हुन्छ यहाँ 1998। त्यो उसको सबैभन्दा हिस्ट्रिकल मोमेन्ट थियो नि त, किनभने 1998 मा फ्रान्सले उसको इतिहासकै पहिलो वर्ल्ड कप जितेको थियो। अनि उसले 2002 मा त्यस्तो राम्रो पर्फर्मेन्स गरेन, इन्जुरीको कारणले कति खेलहरू गुमाए। तर 2006 को चाहिँ कुरा गर्नुपर्ने हुन्छ, त्यहाँ क्वार्टर फाइनलमा भलिबल हानेर त्यहाँ आफ्नो टिमलाई यहाँ फाइनलसम्म पुऱ्याएको थियो। फाइनलमा पनि उसको पर्फर्मेन्स बेस्टै थियो, तर एक्स्ट्रा टाइममा के भयो, उता मार्को इटालीका प्लेयरसँग त्यहाँ उसको वाद विवाद हुँदाखेरि हेड हानेको त तपाईँहरूलाई थाहा छ होला, टाउकोले छातीमा हानेर त्यहाँ ढालिदिएका थिए। अनि उसले सिधै रेड कार्ड खाएर आउट हुनु पर्यो। त्यहाँ पनि पेनाका हानेको थिए, फेरि त्यो बिर्सिनु हुँदैन। पेनाका हानेर त्यहाँ आफ्नो टिमलाई एक्स्ट्रा टाइमसम्म लगेको थियो, तर फाइनलमा पेनल्टी सुटआउटमा हार्यो। तर पनि यहाँ जिदानलाई यस्तो रूपमा हेरिन्छ कि फ्रान्स फुटबलको त एउटा यस्तो नायक हुन्, जुन चाहिँ कहिले पनि बिर्सिने छैन। फ्रान्स फुटबल इतिहासमा जिजुलाई कहिले पनि बिर्सिने छैन। अब उसको पर्सनल एचिभमेन्टको कुरा गर्ने हो भने यहाँ बेलिलोर पनि जितेको छ 1998 मा, अनि यहाँ फिफा प्लेयर अफ द इयर 3चोटि जितेको छ, 1998, 2000 र 2003 मा जितेको छ। अनि वर्ल्ड कप विनर त भइ नै हाल्यो, युरो विनर पनि भयो, जुन चाहिँ युरो कप 2002 मा जितेको थियो भने जिजुले जुन चाहिँ एज अ प्लेयर र एज अ कोचले एचिभ गर्नुपर्ने कुराहरू सब एचिभ गरिसकेछ। किनभने एउटा कोचले उता एज अ प्लेयर राम्रो गर्न सक्दैन, एज अ यता कोच राम्रो गर्ने मान्छेले उता प्लेयरमा राम्रो गरेको हुँदैन नि त, इतिहासको नै कुरा गर्ने हो भने। तर जिजुले यहाँ सब जितिसकेछ। जिदानले रियल म्याड्रिडको त्यस्तो एक्टिभ 11 ट्रफी जिताएपछि उसले त्यहाँ ब्याक आफूलाई केही टाइम रेस्ट दिएको थियो। फाइनली उसलाई नेसनलले चिनिसकेको छ। योभन्दा अगाडि नै ल्याउने भन्ने कुरा थियो, तर उता नेसनल टिमको हेड कोचले पनि बवाल गर्दै थियो नि त, बवाल गर्दै थियो। त्यहाँ 2018 वर्ल्ड कप च्याम्पियन बनायो, 2022 फाइनल पुऱ्यायो, अनि 2026 मा कहाँ पुऱ्यायो, सेमी फाइनलसम्म। अनि त्यस्तो कोचलाई पनि सिधै निकाल्ने
कुरा भएन। सो फाइनली आइसकेछ। तपाईँहरूलाई चाहिँ के लाग्छ त जिजुले अब उसको यो कन्ट्र्याक्ट 2030 सम्मको वर्ल्ड कपसम्म राखेको छ। हेरौँ कुन खालको पर्फर्मेन्स गराउँछ। युरो कप आउँदैछ उसको, या नेसनल लिगहरू आउँदैछ, कुन खालको प्रदर्शन दिला त तपाईँहरूलाई के लाग्छ त। यस्तै फुटबल सम्बन्धी अपडेटहरू हेर्नुलाई यो युट्युब च्यानललाई लाइक गर्नुहोला, सेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला। सी यू नेक्स्ट टाइम। बाई बाई।